हेलो एभ्रिवान, आज चाहिँ हामी सन्धिखर्क हुँदै सुब्बा देउराली मन्दिर, प्रख्यात लाउरे टाँसिएको ठाउँ, ग्लास हाउस जसलाई सिसाको घर पनि भन्ने गरिन्छ, अग्ला अग्ला दुईवटा पहाडलाई खोपेर बनाइएको झलङ्गे पुल, साथसाथै नरपानी पिकनिक स्पटको पनि भ्रमण गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर हजुरहरूको मनमा लागेका कुरा कमेन्टमा राख्न नबिर्सिनुहोला। अहिले चाहिँ हामी सुब्बा देउराली मन्दिर पुगिसकेको छौँ। मन्दिर बाहिर जुत्ता चप्पल खोलेर मन्दिरको गेट साइडमा रहेको धारोमा हात खुट्टा धोएर भित्र प्रवेश गर्ने चलन रहेको छ। शनिबार भएर होला मानिसहरूको त्यति नै भिड देखिन्छ। क्यामेरा त ओपन है बहिनी, हामीले यहाँ बसेर यस ठाउँमा सङ्कलन भएको भेटी, मन्दिरको व्यवस्थापन, रङरोगन, सरसफाइ, कर्मचारीलाई तलब दिनमा प्रयोग गरिन्छ। अहिले त कम भएछ होइन, अहिले त कम भयो, धेरै कम भएको छ। बिहानदेखि तपाईँको 12:30 बजीसम्म एकदम भिड। यो शनिबार अलिक कम आयो जस्तो लाग्यो मान्छे, लास्ट भएर। अघि तपाईँले के भन्दै हुनुहुन्थ्यो सुब्बा देउरालीको बारेमा? के छ, यहाँ नयाँ नयाँ बनेको छ, त्यस्तै नयाँ त बनेको छ। अघि यो सुनहरू पनि चढाउँछ के भन्दै हुनुहुन्थ्यो नि? लाउरेहरू आएर सुन चढाउँछ नि। अनि पहिला त्यो लाउरेहरूले एउटा सुनको सिक्री चढाउँछु भनेर के भनिरहेको थियो नि, त्यो के हो? त्यो मलाई खासै कुरा थाहा भएन, तर नचढाएको भनेर चाहिँ यहाँ टाँसेको भन्छन् अनि देवीले। त्यो मैले पनि त्यही सुनिरहेको थिएँ। अनि यतातिर चाहिँ लाउरे टाँसेको ठाउँ है, यो साँच्चै टाँसे हो कि एउटा त्यो चिनो जस्तो मात्र छ त्यहाँ चाहिँ है? हामीले पहिला सानोदेखि नै सुनेको हो कि त्यो चाहिँ लाउरे टाँसेको अरे के अरे है। त्यो बाटो हिँड्दा डर लाग्ने। ल हेरौँ न है, यो तलपट्टि हेरौँ न। ल यस्तो खतरा भिड छ पहिला यहाँदेखि है, त्यो गाडी पनि पल्टेको अरे होइन? हेरौँ न। ल यस्तो डेन्जर यहाँदेखि मान्छे नै खस्यो पहिला। त्यो टोयलेट साइडबाट त्यही भने त्यहाँ पनि उठाउनु लाग्छ क्या, त्यहाँ टोयलेट साइडबाट पनि उठाउनु लाग्छ, त्योहरू उठाउनु लाग्यो होला। लाउरे टाँसिएको ठाउँ, यस ठाउँमा जानको लागि झन्डै मन्दिरदेखि 15 मिनट हिँड्नुपर्छ। यस ठाउँको टपमा गएर हेर्दा एकदमै राम्रो सुन्दर भ्यू देखिन्छ। यस ठाउँमा एउटा बाबा हात हेर्दै गरेको पनि भेटियो।
अब हामीले अरूले भने अनुसार सुन्दाखेरि हजुर के छ भन्दा एकजना लाउरीले आफू इन्डिया जाँदै गर्दाखेरि एउटा मैले भनेको भयो भने जस्तो भयो पैसा कमाएँ भने यहाँ मैले पाटुपाटी चढाउँछु पसेर जान्छु भनेर कबुलेर मलाई राम्रो होस् पैसा कमाम भनेर गएछ हिँडेछ लाउरे होइन। हजुर अनि फर्केर आउँदाखेरि राम्रो पैसा कमाएछ अनि आफूले यो फेरि बलि दिन पर्छ भनेर यो मन्दिरको बाटो छोडेर यो अलग्गै यताबाट भागेर अर्को बाटो जान्छु भन्दाखेरि बिचैमा यसरी टाँसेको भन्ने एउटा कहानी छ। त्यही भएर अहिले ऐतिहासिक ठाउँ बनेको छ त्यही हो। अनि यस्तो पहिला पहिला केही थिएन यतातिर एउटा पनि घर थिएन क्या यतातिर एउटा मात्रै घर थियो होला अहिले त तलतिर पनि सबै घर छ यहाँ अनि त्यतातिर त बजार नै छ ल अहिले हामीलाई चाहिँ घुम्न आउनु परिरहेको छ कि ओखलडुमा ढुङ्गामा यस्तैमा बजार छ कि यस्तै उसमा उकालोमै। लाउरे टाँसिएको भिरपछि अब हामी ग्लास हाउसतर्फ जाँदैछौँ। नानीहरू लड्डेला है लड्डेला तल गइएला हेर त भिर कता हो रहेछ कि अप्ठ्यारो सबभन्दा बाटो हेर्नु बाटो ल घाँसहरू चाहिँ एकदम राम्रो छ भैँसी पाल्नु भएको छ भने हजुरहरू घाँस लिन आउनु सक्नुहुन्छ। दर्शकबिन यो चाहिँ अर्घाखाँचीको सुब्बा देउरालीमा रहेको ग्लास हाउस हो र यो ठाउँमा आउनको लागि चाहिँ धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ। हामीहरू पनि यो ठाउँबाट हिँड्दै आएको र यो चाहिँ त्यति व्यवस्थित मलाई चाहिँ लागेन। मसँग आउनुभएको दुईजना साथीहरूले पनि त्यही भन्दै हुनुहुन्छ। अब यो ठाउँलाई व्यवस्थित गर्नको लागि यो सुब्बा देउराली नगरपालिका अथवा यो गाउँपालिका के हो यसले चाहिँ उचित व्यवस्थापन गर्नुपर्छ भन्ने मलाई लाग्छ है। अब हजुरहरूलाई कस्तो लाग्छ एकपटक यो ठाउँमा आएर भ्रमण गरिदिनु होला। अनि यहाँ चाहिँ यो एउटा यो के हो पिङ जस्तो टाइपको राखेको छ तर खासै मलाई चाहिँ राम्रो लागेन है। अब अरूहरूलाई चाहिँ राम्रो लाग्न सक्छ। एउटा ड्रेसहरू दिँदो रहेछ प्रायः जसो लेडिजहरू छ है भित्र है। ल धन्यवाद। ल अब हामी देउराली हुँदै यस ठाउँमा रहेको झलङ्गे पुलतर्फ जाँदैछौँ। हामी चाहिँ अहिले सुब्बा देउरालीमा रहेको एउटा
पुलमा जाँदैछौँ। यो लामो पुल छ, एकदमै झलङ्गे पुल छ है। यसमा हामी जाँदैछौँ, एकदमै माथि रहेछ र बाटो पनि एकदम अवरोध छ है। यसरी जानुपर्ने हुन्छ, एकदम समस्यापूर्ण स्थिति छ। यहाँ भक्तजनहरू पनि एकदम टाढा टाढादेखि घुम्न आउनु भएको छ र कहाँ से ब्रदर आप? ए यहीँदेखि हो? ठिक छ। नमस्ते। अब चाहिँ हामी नरपानी पिकनिक स्पटतर्फ जाँदैछौँ। देउरालीदेखि अलि टाढा भएकोले हामी आफ्नो वाहन बोकेर जाने निर्णय गर्यौँ। अहिले हामी यो सन्धिखरको नगरपालिका 6 मा पर्छ होला सायद। यो नरपानीमा छौँ हामी। यो ठाउँ भनेको अब सुपा देउराली मन्दिरमा भक्कल गरेको देवीलाई त्यहाँ अब चढाएको पाठीहरूलाई यहाँ लिएर अब प्रसाद ग्रहण गर्ने ठाउँको रूपमा यो अब अलि प्रचलित छ। मनोरञ्जनका साथ यहाँ अब बनाउने, रमाइलो गर्ने, नाचगान गर्ने गर्दै यसरी मनाउने गरिन्छ। यस रमाइलो ठाउँ छ यो। अब एकदमै धेरै जस्तो यो ठाउँमा इन्डियाबाट युपीतिरको गाडीहरू धेरै देखिन्छ। एकदमै अब टुरिज्म एरिया भइसकेको छ लगभग। यस्तो भिडभाड छ, देख्न सक्नुहुन्छ। एकदम साह्रै रमाइलो छ। त्यही हो यो ठाउँ।